प्रभु यीशु ख्रीष्टको नाममा यहाँहरु सबैलाई जय मसीह नमस्कार। जहाँहरुलाई आज बाँच्नुहोस् अनि बचाउनुहोस् जस्टिफिकेसन बाइ फेथ इभान्जेलिस्टिक मिडिया मिनिस्ट्रीको तर्फबाट हार्दिक स्वागत साथै जय मसीह नमस्कार। आज परमेश्वरलाई धन्यवाद दिँदै हामी परमेश्वरको वचनतिर हामी लम्किरहेका छौं। आज विक्रम सम्वत 20 गते मंसिर 2082 साल अंग्रेजी 6 तारिक डिसेम्बर महिना 2025 मा यहाँहरुलाई बाँच्नुहोस् अनि बचाउनुहोस् मा जस्टिफिकेसन बाइ फेथ इभान्जेलिस्टिक मिडिया मिनिस्ट्रीको तर्फबाट हार्दिक स्वागत साथै जय मसीह नमस्कार। आजको विषय वचन हामीले लिएका छौं मरकुस 4 अध्यायको 1 देखि 8 पदसम्म। मरकुस 4 अध्यायको 1 देखि 8 पदसम्म हामी पढ्ने छौं। बिउ छर्नेको दृष्टान्त। पछिबाट फेरि समुद्रको किनारमा उहाँले शिक्षा दिन लाग्नुभयो। उहाँका चारैपट्टि भीड यति ठूलो भयो कि उहाँ समुद्रमा भएको एउटा ढुङ्गामा चढ्नुभयो र त्यसैमा बस्नुभयो। मानिसहरू चाहिँ समुद्रको किनारका पाखामा बसेका थिए अनि उहाँले तिनीहरूलाई दृष्टान्तहरूमा धेरै कुरा सिकाउनु भयो। उहाँले आफ्नो शिक्षामा तिनीहरूलाई यसो भन्नुभयो, सुन, हेर, एकजना बिउ छर्ने मानिस छर्नलाई निस्क्यो अनि छर्दाखेरि केही बिउ बाटोतिर परे र ती बिउ चराचुरुङ्गीले आएर खाइहाले। केही बिउ ढुङ्गेनी ठाउँमा परे जहाँ धेरै माटो थिएन र माटोको गहिराई नहुनाले ती छिट्टै उम्रे। घाम निकै चर्केपछि टुसाहरू डढिहाले, जरा नलागेको ती ओइलिहाले। केही बिउ चाहिँ काँडाहरूका बीचमा परे, काँडाहरू बढे र बोट निसासिए अनि तिनमा फल लागेनन्। तर केही बिउ असल जमिनमा परेर उम्रदै र बढ्दै गएर 30 गुणा, 60 गुणा र 100 गुणा फल दिए। 9 पदमा अनि उहाँले भन्नुभयो, जसको सुन्ने कान छ त्यसले सुनोस्। आमेन। पढिएको वचनमा परमेश्वरले हामीलाई आशीष दिनुभएको होस्। बिउ रोप्ने र जमिनको अवस्था। यहाँ हामीले मरकुस 4 अध्यायको 1 देखि 8 पदसम्म एउटा बिउ रोप्नेको दृष्टान्तको बारेमा हामीले सुन्यौं। मानिसको हृदयको अवस्था र परमेश्वरको उद्धारको यो वचन हो। परमेश्वरको वचन उदारतापूर्वक रोपिन्छ तर यसको फलदायित्व हाम्रो हृदयको अवस्थामा निर्भर गर्दछ। अब यहाँ हामीले हेर्न पर्दाखेरि पहिलो कुरो हामीले हेर्दाखेरि तालको किनारको एउटा दृष्टान्त। यीशुले जब नौकामा बसेर ठूलो समूहलाई शिक्षा दिँदै माछा मार्ने र खेतीपाती गर्नेहरूको लागि एउटा परिचय पनि उहाँले दिँदै हुनुहुन्थ्यो। उहाँले दृष्टान्त भन्नुभयो, प्रयोग गर्नुभयो। एउटा साधारण कथाको माध्यमबाट यो आत्मिक अनि सत्य कुराहरू यहाँ प्रकट गरेको हामी थाहा पाउँदछौँ। किन एउटै सन्देश विभिन्न मानिसहरूमा फरक फरक नतिजा भएर जान्छ भन्दाखेरि प्रभुले धेरै प्रकारले, धेरै उद्देश्यले मानिसहरूलाई विभिन्न तरिकाले, विभिन्न दृष्टान्तहरू देखाएर, विभिन्न उपमाहरू देखाएर, सुनाएर उहाँले प्रचारको कार्य गर्नुहुन्थ्यो। आज हामीले 4 प्रकारका जमिनको बारेमा यहाँ हामीले हेर्नेछौँ। मानव हृदयको अवस्था। यसको मतलब मानिसको अवस्था। एउटा बाटोको किनारको जमिन, कडा हृदय। 4 पदमा हामीले हेर्यौँ भने त्यसैले अनि छर्दाखेरि केही बिउ बाटोतिर परे र ती बिउ चराचुरुङ्गीहरूले आएर खाइहाले। यहाँ बिउ बाटोमा खस्छ, चराचुरुङ्गीहरूले आएर खान्छन् तुरुन्तै। अब यसलाई हामीले बुझ्दाखेरि मानिसको जीवन चाहिँ, मानिसको हृदय चाहिँ उदासीनता र परम्परा वा परमेश्वरको वचनप्रतिको प्रतिरोधको कडा भएको हृदय र हाम्रो समाजका मानिसहरूको विचार संसारका चाखलाग्दा कुराहरू, पश्चाताप बिनाको धार्मिक रीतिरिवाजले भरिएको बाटो जस्तोको एउटा जीवन। शैतानले वचनलाई जरा नफस्टुन्जेल नै चबाइरहेको हुन्छ है, अनि उसले त्यसलाई बढ्न दिँदैन।
अब 5 र 6 पदमा हामीले हेर्ने हो भने ढुङ्गिनी माटो एउटा कठोर हृदय है, कठोर हृदय। बिउ छिट्टै उम्रिन्छ तर घाम चर्को लागेपछि त्यो सुकिहाल्छ, त्यसमा कुनै गहिरो जरा हुँदैन। अब यसलाई अर्को तरिकाले हामीले आत्मिक तौरमा हामीले बुझ्ने हो भने भावनात्मक उत्साहपूर्ण रूपमा सुसमाचार स्वीकार गरिए पनि गहिरो समर्पण बिनाको विश्वास है, ख्रिस्टलाई असल प्रकारले नबुझेर विश्वास गरेको, ख्रिस्टले मेरो लागि के गर्नुभयो, ख्रिस्टले मेरो लागि कस्तो खालको जीवन उहाँले अर्पण गर्नुभयो, बलिदान गर्नुभयो, त्यो कुरालाई गहिरो प्रकारले बुझ्नु। त्यही भएर आज धेरै मानिसहरू पछि हट्ने कारण त्यही हो, त्यो वचनलाई आफ्नो हृदयमा उम्रिन दिन दिँदैनन्। जब ख्रिस्टको वचन हृदयमा उम्रिन्छ अनि त्यो बढ्न थाल्छ अनि मात्र मानिसको विश्वास पनि त्यतिखेर बढ्दै जान्छ। विश्वासमा एउटा के छ, एउटा आनन्द। तर जब कठिनाइहरू, उत्पीडनहरू अनि सामाजिक दबावहरू आउँछन् भने, परिवारमा विरोध आउँछ भने विश्वास कम हुँदै जान्छ, विश्वासबाट मानिसहरू पछि हट्दै गएको कुराहरू हामी बुझ्दछौँ। विश्वास भावना भन्दा पनि पर जानुपर्छ, मसीहमा ख्रिस्ट येशूमा गहिरो जरा फैलाउनु पर्छ। जब गहिरो जरा फैलाउँदैन त्यो घाम चर्को लागेपछि त्यो सुकिहाल्छ। अब काँडामा भएको जमिन, एउटा काँडामा भएको जमिन है, एउटा मानिसको हृदयको कुराहरू, कठोर हृदयको कुराहरू बताएको छ। बिउ बढ्छ, बिउ छर्नेले बिउ छर्छ तर बिउ बढ्छ तर काँडाहरूले घेरेर नष्ट गर्छन्। अर्थात् परमेश्वर र संसारका चिन्ताहरूको बीचमा विभाजित हृदय भएको काँडा दैनिक जीवनमा जीवनका चिन्ताहरू, जीविकाको चिन्ता, परिवारको चिन्ता, धनको लोभ है, धनको लोभ अनि पद, मान, इमान, सम्मान, प्रतिष्ठाको खोज र परिवार या त परिवारको दबावहरू, यी कुराहरूले के गर्दछ भन्दाखेरि त्यो बिउलाई चाहिँ बढ्न दिँदैन। त्यही भएर जब तपाईँको आत्मिक वृद्धिलाई के काँडाहरूले घेरिराखेका छन्, के तपाईँ अनि मेरो जीवनलाई, हृदयलाई कतिवटा कठोर मन, कठोर हृदयले भरिएको छ। अनि अर्को जमिन यहाँ छ, त्यो चाहिँ के छ भने एउटा असल जमिन है, एउटा ग्रहणयोग्य हृदय, ग्रहणशील हृदय। बिउ छर्नेले बिउ छर्छ तर असल जमिनमा जब पर्छ भने त्यसले के गर्छ, फल दिन्छ। 30 गुणा, 60 गुणा, 100 गुणा त्यसले फल दिँदै जान्छ। अब परमेश्वरको वचनलाई सुन्ने, बुझ्ने, ग्रहण गर्ने र जीवनमा लागू गर्ने हृदय है, जब मानिसले वचन सुन्छ, सुनाइबाट के हुन्छ, उसले बुझ्छ अनि विश्वास जसमा जाग्दछ अनि ख्रिस्टलाई उसले ग्रहण गर्दछ। फल अब रूपान्तरित जीवन, परिवर्तन हुने जीवन, मसीह जस्तो चरित्र, सुसमाचार बाँड्ने जीवन, अरूको सेवा गर्ने जीवन, अरूको सेवा गर्ने हृदय, सेवा गर्ने मन। त्यही प्रकारले तयारी गरिएको हृदयमा परमेश्वरको वचनले सधैँ फसल उत्पन्न गर्छ। अब हाम्रो जीवनमा अब लागू गर्ने तरिका, आफ्नो हृदयलाई परीक्षण गर्ने, आजको तपाईँको आत्मिक अवस्था कुन जमिनसँग मेल खान्छ, कुन जमिनसँग तपाईँ त्यसलाई मेल गराउन चाहनुहुन्छ। अब तपाईँले जमिन तयारी गर्नुपर्ने, कसरी आफ्नो हृदयलाई तयारी गर्नुपर्ने, प्रार्थना, पश्चाताप, नम्रताको साथमा परमेश्वरको खोजीबाट। अब काँडाहरू, हाम्रो जीवनका काँडाहरू, हृदयका काँडाहरूलाई हामीले हटाउनु पर्यो। मसीहप्रति समर्पणसित है, समर्पण गर्ने, समर्पण हुने कुराको पहिचान गर्नु पर्यो। अनि कति कुराहरू हामीले काँडाका कुराहरूलाई हामीले त्याग्नु पर्यो, जरा गहिरो गाड्नु पर्ने। दैनिक शास्त्र अध्ययन, प्रार्थना, संगति अनि आज्ञा पालनबाट नै ती कुराहरू हुँदछ। अनि परमेश्वरको उदारता मान्नुपर्ने। बिउ रोप्ने परमेश्वर उदारतापूर्वक रोप्नुहुन्छ, उहाँले सबैलाई प्रतिज्ञा दिने अवसर दिनुहुन्छ। र अन्तमा यीशु ख्रिस्टले यो दृष्टान्त भन्नुभएको, हामी आफूलाई परीक्षण गरौँ र उहाँतिर फर्कौँ भनेर। तपाईँको हृदयको अवस्था जस्तो भए पनि परमेश्वर त्यसलाई नम्र र गहिरो र शुद्ध पार्न सक्नुहुन्छ। आजको परमेश्वरको वचनलाई विनम्र र खुल्ला हृदयले स्वीकार गर्नुपर्नेछ र उहाँको महिमाको लागि स्थायी फल फलाउन हामीले दिन पर्दछ।
परमेश्वरले यो वचनबाट यहाँहरू सबैलाई प्रशस्त मात्रामा आशिष दिनुभएको हौ। आउन प्रार्थना गर्नु। परमेश्वर पिता, हाम्रो जीवनमा आफ्नो वचन रोप्नु भएकोमा हामी तपाईँलाई धन्यवाद दिन्छौँ। हाम्रो मन, हाम्रो हृदयलाई तपाईँ प्रभुले नम्र बनाइदिनुहोस्। विचलनका काँडाहरू हटाइदिनुहोस् र हामीलाई आफ्नो राज्यको लागि फल फलाउने असल जमिन तपाईँ प्रभुले बनाइदिनुहोस्। नाच्छौँ विश्व प्रभुको नाममा, आमेन।